हेलो सबैलाई जोडले नमस्कार र मेरो युट्युब च्यानलमा तपाईहरु सम्पूर्णलाई म स्वागत गर्न चाहन्छु। म एकदमै आरामै छु र हजुरहरु पनि एकदमै आरामै हुनुहुन्छ भन्ने म पूर्ण विश्वास गर्दै आजको भिडियो स्टार्ट गर्न चाहन्छु। र हामीहरु छौं आज सराङकोट सराङकोटमा मेरो दाइ भाउजूसँग चाहिँ म यसो घुमौं भन्ने तरिकाले आज चाहिँ हामी यता माथि आइरहेका छौं। तर गर्मीले साह्रै गाह्रो हो। यहाँ माथि आइसकेपछि चाहिँ सब गर्मी चाहिँ भुलियो, एकदमै फ्रेश अनुभव भइरहेछ। ए त्यो ठाउँमा आउन एकदम टाइम लाग्दो रहेछ कि। मौसम पनि एकदम राम्रो छ आज। मौसम राम्रो छ तर घामले पोलिरहेछ। मौसम घामले पोले पनि एकदमै आनन्द फिल भइरहेछ। कस्तो राम्रो देखिरहेछ। तल चाहिँ पानी परेको कारणले गर्दाखेरि खेतहरू सबै डुबिरहेको रहेछ। यहाँ चाहिँ जिप लाइन निकै सुन्दर। मेरो भाउजू यताहरू पनि हामी चाहिँ त्यता उता भ्यू टावरपट्टि जान्छौँ। अब एकछिनमा यहाँ बसेर मेरो दाइ बसिरहेको छ। यहाँ फेरि लाग्यौँ हामी मासतिर भन्नाले भ्यू टावरतिर। छाता ओड्ने होइन। नीलो आकाशमा सेतो बादल, यस्तो राम्रो नीलो आकाश देखिरहेछ। त चाहिँ एकदम कलरफुल छाता देखिएछ घामले गर्दा। Excuse me. घाम परेर साह्रै लाग्छ। धेरै लाग्दैन। त्यही त नि। आकाश जल्दी आइए, ट्राली बांधोगे जितने जना को कहने ले। जल्दी आओ।
नीलो नीलो बादल हावा चाहिँ कस्तो मिठो जाडै भइसक्यो निदाउनु परेछ तपाईँहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु मेरो भिडियो अन्तिमसम्म हेर्नुभएकोमा र अर्को भिडियो नआउन्जेलसम्मको लागि बिदा हुन चाहन्छु र मेरो भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला है बाई बाई फेरि भेटौँला।